यहाँ बुढो अङ्कलले कसरत गर्दैछ अनि यहाँ चाहिँ एउटा एक्सिडेन्ट भएको भ्यान रहेछ। मोटी मोटी आन्टीहरू कुदिराख्नु भएको छ। सो गाइस, स्वागत छ फेरि पनि तपाईहरुलाई हाम्रो एउटा नयाँ भिडियोमा। अनि आज म चाहिँ आएको थिएँ यता रङ्गशालातिर यो भाइलाई लिन। यो अनि भाइलाई चाहिँ टाइम लाग्दो रहेछ क्रिकेट खेल्नलाई। अनि म चाहिँ यता सिडीमा बसेर यता पुरै सिडी नै सिडी रहेछ। अनि यता फिल्डमा मान्छेहरू पुरै मोटी मोटी आन्टीहरू कुदिराख्नु भएको छ, हेर्न सक्नुहुन्छ। यहाँ अझै यहाँ फुटबल पनि खेलिरहेछ। अनि यता चाहिँ पुरै स्कुलको स्पोर्ट म्याच चलिरहेछ कि के चलिरहेछ, पुरै भिड छ यहाँ। अनि एक दुई जनाले फुटबल खेलिरहेछ। यो फिल्ड त धेरै ठुलो रहेछ, यता माथितिर लाइट रहेछ ठुलो। अनि म चाहिँ यहाँ एक्लै छु, बसिरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ साइडमा चारैतिर कोही छैन। यतापट्टि यहाँ फुटबल हानिरहेछ केटाहरूले, केटाकेटी सबैजनाले मिलिजुली खेल्दैछ। अनि 4-5 जना यहाँ रनिङ हान्दैछ। अरू उता यता चाहिँ क्रिकेट खेलिरहेछ भाइहरू यहाँ भित्र। अनि यहाँ भित्र चाहिँ कराटे सिकाइरहेछ यसको भित्र। यहाँनिर चाहिँ क्रिकेट प्र्याक्टिस हुँदैछ। अनि यहाँ पुलिस सरहरू पनि हुनुहुन्छ यहाँ उभिरहेको यतातिर। अनि यहाँ एक्सिडेन्ट भएको रहेछ। यहाँ मस्त एउटा कार पनि रहेछ। अब यतातिर अब म बसेर हेर्दैछु, किनभने अहिले टाइम लाग्छ। यता फुटबल खेल्दैछ, यो हेरिराख्नु तपाईहरु। यहाँ बुढो अङ्कलले कसरत गर्दैछ, पुरै खुट्टा सुट्टा उचाली उचाली। यतातिर यहाँ एउटा दिदी पनि हुनुहुन्छ, कुदिरहेछ पुरै ठुलोमा त। उतातिर बस्ने त टन्नै रहेछ यार। लाइट पनि कत्रो ठुलो ठुलो रहेछ, एउटा यो कुनामा एउटा यो कुनामा रहेछ। अनि म चाहिँ यहाँ एक्लै बसिरहेको छु। जे होस् रमाइलो ठाउँ रहेछ यो, टन्नै मान्छेहरू आउँदो रहेछ, केटाकेटीहरू। उता चाहिँ दरो म्याच चलेको रहेछ ऊ त्यो कुनामा। के गर्ने अब, हाम्रो जिन्दगीमा यस्तो रमाउने दिन छैन, किनभने काम गर्नुपर्छ हामीलाई। अब जस्तो त अब जिन्दगी लाइफ छैन गाइज, त्यही भएर अब हामीलाई काम गर्नुपर्छ। सो गाइज, अब यो भाइलाई क्रिकेट खेलेर सकिसक्यो, म चाहिँ जाँदैछु हाम्रो दोकानको सुपर बाइक लिन। हामीहरूको लागि यही हो सुपर बाइक अहिले। म आइहालेँ यहाँ बाइक लिन। बाइकमा बसिहाल्दैछु गाइज। सो गाइज, अब अरू त के देखाउने, आजको यो सानो भ्लग हाम्रो यसम्म थियो गाइज। बाई बाई।